गुड मर्निङ, नमस्ते, राधे राधे। के छ मेरा प्यारा मुटुका टुक्राहरू, मेरा कलेजाका फेफडाहरू, के हुँदैछ यार? हामी फेरि पनि आइसक्यौँ नयाँ भ्लगका साथ हजुर माझ, सिधै सुदूर पश्चिमबाट। आजको भिडियो चाहिँ मन्दिरबाट है त। यो चाहिँ हाम्रो बानी मस्टाको मन्दिर, हाम्रो कुलदेवताको मन्दिर। आज बिहानै म मन्दिर आएको छु। आइतबार हप्ताको पहिलो दिन, पहिलो सुरुवात के राम्रो कामबाट गरौँ, मनमा शान्ति। ईशान यहाँ आदै आज यस्तै छ। यो चाहिँ मन्दिर हो है, बानी मस्टा मन्दिर भन्छन्। हाई भन्दै सबैलाई, हेलो भन्दै, हेलो राधे राधे। राधे राधे। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? बस हामी बाउछोरा चाहिँ हामी मन्दिर आएको है। यसो धर्मकर्ममा पनि लागौँ न भनेर मन अलिकता आत्तिन थाल्यो, अत्तालिन थाल्यो, अशान्ति छाउन थाल्यो मेरो मनमा। म शान्ति खोज्दै कहाँ आएँ? बाबाको दरबारमा है त। दिस इज द इन्टेरियर अफ मन्दिर है। भित्र यस्तो छ, यहाँ पूजा हुन्छ। यहाँभित्र यहाँ नवग्रहको पूजा हुन्छ, यहाँनिर होम हुन्छ। यस्तो छ मन्दिर, मान्छेहरू बस्छन्। पूजा सुरु भयो, सकिएको त छैन। अब मान्छेहरू आउन थाले मन्दिरमा। यो चाहिँ मन्दिरको बाटो हो, यस्तो छ है। अनि टिका सिका लगाएर म चाहिँ घरतिर लाएँ, मान्छेहरू आउन थाले। अब यो मन्दिरमा चाहिँ विशेष गरी आइतबार र बुधबार चाहिँ पूजा हुने गर्छ। आइतबार र बुधबार अनि मान्छेहरू आएर बिहान पूजा त सधैँ नै हुन्छ, तर आइतबार र बुधबार चाहिँ अलि विशेष स्पेसल भनौँ न। हामी मस्टलाई बुझ्छौँ। सुदूरपश्चिमतिर मस्टो भनेपछि हाम्रो कुलदेवता भयो है। मस्टो भन्नाले देवीको दाई भनेर चिनिन्छन्। यसो मैले पुराना मान्छेहरूलाई सोद्धाखेरि चाहिँ को हुन् त मस्टो, के हो? हामी अब यहाँ चाहिँ हामी मस्टलाई बुझ्छौँ। अनि त्यहाँ पर पारीको डाँडामा चाहिँ देवीको मन्दिर छ के, दुर्गा देवीको। अनि त्यो मन्दिरमा पनि जान्छौँ। अनि अस्ति नै सोद्धाखेरि चाहिँ मस्टो चाहिँ दाई, दुर्गा देवी चाहिँ बहिनीहरू अरे, त्यस्तो छ किंवदन्ती चाहिँ। सो के छ भनेदेखि त्यो खेतहरू देखिरह नि हो, यहाँनिरको यो ठाउँ। त्यहाँ चाहिँ हाम्रो दुर्गा देवीको मन्दिर छ। अनि लाइक यो बाटो यहाँबाट हिँड्दै हामी त्यहाँ जान्छौँ। अनि यहाँ चाहिँ अब म जहाँदेखि आएँ, यहाँ चाहिँ हाम्रो मस्टाको मन्दिर छ। अनि मस्ट चाहिँ देवीहरूको दाई भनेर चिनिन्छन् के। पुरानो कुराहरू सुन्दा, पुरानो मान्छेहरूलाई सोद्धा उहाँहरूले त्यसरी भन्नुहुन्छ। हामी चाहिँ दुर्गा देवीलाई पनि पुज्छौँ, मस्टलाई पनि पुज्छौँ। साथीभाइहरू, यो चाहिँ गाउँठाउँ है, म बस्ने गाउँघर यस्तो छ। यो पुरै चौरो, यहाँ गाउँ छ। यस्तो रमाइलो ठाउँ छ यार। यो पनि चौरो के, लगभग केही नभए नि यो आधा किलोमिटर जति त होला, यति लामो चौर छ। मेरो घर कहाँ हो भनेर सोध्नुहुन्छ भने यहाँनिर रुखहरू देखिरह नि हो। यो त्यो रुखहरूको बिचमा छ मेरो घर चाहिँ। काम चलिरहेछ है साथीभाइहरू गाउँघरतिर। नगरी काम पुग्दैन, खान साँझ र बिहान भन्ने हो नि त जिन्दगी। फेरि के गर्नु, काम गरिहाल्नु पर्यो। यो मेरो भतिज हो, नम्बर चाहियो भने मलाई सम्पर्क गर्ने, म दिन तयार छु। त्यस्तो घरबार गरेर खाने केटा कहाँ पाउँछौ केटी हो? हेर त
तपाईँ त कुमारै हुनुहुन्छ नि अङ्कल चुक खाएर आउँ आमा काँक्रो खाएर हानु पर्यो के तैँले पढ्दा निन्दिएर जस्तो लाग्यो हानु खानु है काँक्रा मुखै दो भने न पेट कति त्यो मुनि बोल्या क्या दन दुई चार कुरा हुन बिहान अस्ति निन्दिएर बस्दालाई केटी खोज्दा क्या केटी हेर्नेलाई क्या भने होइन क्या भने निन्दिरा भाका ठाडा कैला केस चिना रेलेन्नी दुरेसारी देश हो त्यस्तो कैला केस भएपछि निन्दिर काटेर सो डाको भएपछि केटी कहिले पनि लक्ष्मी हुँदैन भने कहिले पनि खोज्नु हुँदैन निन्दिरा जस्तो डाको भनेको एकदम चर्को हुन्छ सर मसिनो उयो बासी हात्ती हात्तीका जस्ता पाइला भएपछि हात्तीका जस्तो पाइला भएको केटी त्यो पनि राम्रो हुँदैन अनि अर्को अनि खुट्टो टेक्यो भने पैताला पनि यसो पाल बढ्ने त्यो पनि राम्रो हुँदैन हात यसरी ओढेन हातमा यसरी पाल देखिनु हुँदैन यस्तो यस्तो गऱ्यो भने हो मेरो पाल देखिनु नि केटीको यस्तो पाल देखिनु भएन अरे त्यो पनि राम्रो हुँदैन अनि डेढिया आँखा अलिकता अनि कैला रौँ भने है कैला हुनाले त्यो अलिक ब्राउन टाइपको अमेरिकनका जस्तो कपाल भयो केटीमा पनि राम्रो हुँदैन अरे हो बिहे गर्नुभन्दा अगाडि केटीमा त्यो हेर्नु पर्यो अरे गुण हो मेरो बिहा दिन भने तपाईँ बिहा त हुनु पर्यो नि केटी खोज्नु पर्यो मलाई पाल्ने केटी खोज्ने हो म त गएको थिएँ तैँले खोज्नु पर्यो म त के खोज्छु ए मेरो बिहा हेर्न तपाईँ म खोज्छु ला तँ खोजेपछि म जाउँला नि त हेर्न म त खोज्दैन बामन हेर्ने पऱ्यो उपाध्याय बाहुन चाहियो अरे आमालाई काम गरी खाने चाहियो रे जस्तो हेर्न नै उपाध्याय बामन हेरौँ पछि कुराहरू नलाउँदै पछि दुःखका बसेर छन् मलाई यहाँ तैँले आफूले हेर्नु पऱ्यो नि म त हेर्दैन खोजिदिने भाइ खोज्दै भाइ म कहाँ जानु उहिले त खोज्दा खानु पूर्व केटी हान्ने भन्नु अझै नेपाल यहाँ पश्चिम त पश्चिममा पूर्वेली बसिया हुनुहुन्न र तर सम्पर्कमा छ नि त मान्छेहरू भन न तेरि माइज्यू भने हारे उनले गाई केही पुडैनी फर्कायो हुन्थ्यो माइजूसँग गएको कुरा माइजू खर राउन्ने तल बेबिना बुझ्यो न त्यो त त्यो साथी हुने त्यो बेबिना माइती हो त्यो ग्यारेन्टी हो त हो सोध्ला हो भने गरिमालाई भने है मम्मीले जोराइलो भनेपछि उयो त्यो बेबिना माइती जोराइलो त हो पहाड गरिमाको जोराइलो कि म कन्फ्युज छु जोराइलो उसै बिहा हुनु तेल बिहा गर्नुभन्दा अगाडि आफ्नो क्या भन्नु तरै जग्गा हो कि नै घर हो कि नै केटो क्याद्दो जग्गा घर पछि हुन्न बनाउन केटो क्याद्दो ह सबभन्दा केटो राम्रो हुनु पर्यो घर परिवार कहाँ छन् सबै हेर्दै होइन कमाइ जमाइ क्या ह उठाइदिन आफ्नो चेली कमाइ जमाइ भन्दा नि केटो हो सबभन्दा राम्रो हेर्नु केटो हो केटो सबतिर राम्रो भयो भने कमाइ जमाइ उहिले हुन्थे तेरा जग्गा कति तेरो घर कति तेरा भाँडाकुडी कति भित्रमा धान कति कति भन्ने हाम्रो गाउँको हाम्रो क्या हुने भने त्यही भन्दा हाम्रो यहाँ कसरी बिहे हुन्थ्यो रे ओइ माग्नु जाने माग्नु गयो भने पछि तेरो चेली काम दिसै गरिदिनु भन्ने ओइ तेरा घर धान कति छन् भन्ने तेरा घरमा कति कोठा छन् भन्ने भाँडाकुडी जिमी जग्गा कति छ गोरु बाछा कति छन् भैँसा कति छन् त्यति हुने पहिलाको मान्छेहरू त्यो कुराहरू सोध्थे अहिले अब त्यसो हुन्छ हाम्रोतिर त साटो हुँदैन नि एउटा घरको छोरी बिहे गर्ने अनि अर्को घरको छोरीलाई आफ्नो घरमा त्यसै कहाँ पाइने छ त पाइना नि मेरा छोरी छ भने त्यो छोरी अर्का छोरा दिनु यी छोरी आफ्नाले हुनु हो त्यस्तो पहिला त साट हुन्थ्यो अरे छोरी दिएर त नि खेत पनि साट्थे अरे त पहिलेको जमाना त्यही त हो पहिलेका नै बाजे जमाना मेरा बाजे जमाना खेत साट्न नै जही उइका आफ्ना मेरा चेली छैन मैले धन खानु पर्ने भयो त्यही चेली बेच्नु पर्ने भयो उही धन दिने भनेको पैसा छ भने पैसा दिने हो कि जिम्मी जग्गा छ भने जिम्मी जग्गा दिने भयो जही मेरी चेली छ भने होइन म चेलीको बाबा मैले आफ्नो चेलीको बिहा गर्नु पर्यो भने पहिले उहीका चेली दिनु पर्यो उनले उही कि पैसा दिनु पर्यो कि जिम्मी जग्गा दिनु पर्यो ए मैले आफ्नो चेली दिए बापत उसले कि त पैसा दिनु पर्यो कि त जमिन दिनु पर्यो
चेलो छ भने न उहीका चेली गई उन्ने चेली दिनु पर्यो चेली छैन भने त हरि के पैसा कि जिमी जग्गा के दिनु पर्यो ए साटासाट हुँदैछ उहिले छोरा बस्ने त हुन् छोराछोरीलाई बाटो सिस्टममा सिम्पली भाषामा बेचे जस्तो भयो त्यो बेचे त हो त्यो पैसा खाएर त्यो गरेर भन्नु भने बेच्नु त यस्तो छ है हाम्रो गाउँघरतिरको कहानी दिनभरिको टाइम पास पछि अब चाहिँ काम गर्ने बेला आयो अफिसको काम हान्नु पर्यो अब वर्क फ्रम होम हानिरहेको छु है साथीभाइहरू मलाई शान्तिसँग बाँच्न दिएन मेरो अफिसले काममा गइरहेको छु काम अस्ताउने बेला भयो कस्तो मजाको घाम लाग्यो अब राति 10 बजेसम्म काम हान अनि त्यसपछि घरतिर लाग यसरी नै अन्त्य हुन्छ मेरो दिनको चाहिँ अब एकछिनको लागि चाहिँ काम हान्नु पर्यो है त